आज चाहिँ भनेको म तपाईँहरूलाई एउटा हाम्रो घरको 3 खुटे भान्जा देखाउँछु ल। 3 खुटे भान्जा चाहिँ कस्तो भन्नुहुन्छ भने यो कस्तो चोप लागेको छ घाँस हालिदिएको गाईलाई। अन्त 3 खुटे भान्जा चाहिँ कस्तो भन्नुहुन्छ भने यो जन्मदेखि नै 3 खुट्टा जन्मेको। अनि यो भान्जा होइन हाम्रो भान्जी भनौँ न, 3 खुटे भान्जी। यो लास्ट रोगी छ यो भान्जी। अनि त्यसको आमा चाहिँ यो 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 बहिनी। अनि हाम्रो बहिनीको छोरो चाहिँ यो हो। छोरी चाहिँ 3 खुट्टे, खुट्टा टेक्दै टेक्दैन यसले। यस्तो यो खुट्टा 3 खुट्टा मात्रै यसको। यो चाहिँ घाउ भएको छ यो पुरै। अनि यो घाउ मलमपट्टिले बाँधिदिएको। यो खुट्टा यहाँ यस्तो भएर यो टेक्दैन यसले। यो यस्तो चाहिँ 3 खुट्टे भान्जी हो यो। 3 खुट्टे भान्जी हो यो। घाँस खान्छ यसले, घाँस। 3 खुट्टे यस्तो छ यो। यो एकदम हाम्रो घरको 3 खुट्टे। नाल चाहिँ यो 3 खुट्टे कस्तो भन्नु यसलाई 3 खुट्टे।